ल गाइज हामी चाहिँ अब देउराली पोखरा अथवा यो चाहिँ यहाँबाट चाहिँ हामी माथि उकालो लाग्ने है थियो के अरे। यहाँ चाहिँ म आइपुगेको छु। म चाहिँ यस्तो हालतमा छु, झोला चाहिँ यही रहेछ, शीतलमा आएर बसेको भन्दा पनि उभिएकोमा चाहिँ। अनि त्यहाँनिर चाहिँ धारा देख्न सक्नुहुन्छ, हेर्नु। तर धारामा टुटी पनि रहन्छ, पानी खाइन त कुरै भएन। बोतल ल्याउनु पर्ने रहेछ भरेर, त्यतिकै भयो। अनि अस्ति जाँदा चाहिँ छतमा बसेर भिडियो गराउँदै गएको थिएँ यही बाटोबाट। उ त्यहाँ माथिको भिडियो छ मसँग। अनि अझै म देउरालीमा छु। यो चाहिँ देउराली पोखरी यत्रो ठुलो छ नि, भवाल रहेछ, पानी नभएर अब झ्याउरा छ। अनि यताको भ्यू यता यस्तो हुँदैछ। म हिँडेको चाहिँ 9:56 भएछ। 9 बजे 1 मिनट गएको थिएँ क्या हिँड्दा। 55 मिनट जति भएछ म हिँडेको। भुल्दै भुल्दै आउँदा यहाँनिर चाहिँ आइपुगेँ म। छाता यस्तो लम्पसार परिरहेको छ, हेर्नु। अब म धेरै बेर भुल्दिनँ, किनकि मेरो घर चाहिँ काम छ, घर कोही छैन, म एक्लै छु। म यस्तो छु, म त्यस्तो छु, जस्तो सुकै भए पनि दामी छु, चारैतिर दामी छु, ताल परेमा हरामी छु। यो ल गाइज हेर्नुहोस्, हाम्रो चाहिँ यहाँ माछा पनि छ कि भ्यागु त चाहिँ मैले देखिहालेँ कि। अनि फोहोर चाहिँ गरेको रहेछ नि रहेछ। यो मान्छे नहुने नि कति राम्रो हुँदो संसार। अनि आकाश चाहिँ पुरै छ्याङ्गै छ कि। यता चाहिँ तुवालो लाए जस्तो लाग्यो, जस्तो ढुँडी लाए जस्तो के उस जस्तो छ फोहोर मौसम। अनि म चाहिँ इयरफोन चाहिँ यहाँ घाँटीमा छ, बोलेको आवाज चाहिँ प्रष्ट नसुन्नेला भनेर के। अनि म चाहिँ त्यसरी अब इयरफोन यहाँ घाँटीमा छेर्नु। मेरो चाहिँ अब भर्खर त्यो 30 मिनट जतिको चाहिँ गाना सक्यो बल्ल। त्यसपछि अर्को गाना सकेर अर्को गाना चाहिँ जस्ट प्ले हुन लागेको थियो। बसन्त विश्वकर्मा होइन, बसन्त थापाको धादिङ गजुरी। अनि म चाहिँ बिचैमा पज गरेर हामीले चाहिँ यता भ्यू देखाइदिउँ न त भनेर यसो म चाहिँ ठकै मारेको। तिर्खा लगाएको त छुइनँ, तर 6 किलोमिटर हिँडेछु भन्दा पनि मिलेन। यो त रिदिकोट गाउँपालिका 1 वडा नम्बर ख्या कार्यालय 6 किलोमिटर यहाँदेखि रहेछ। गैरे गाउँ भनेपछि 5 किलोमिटर जति हिँडेँ होला म। भिडियो पनि लामै भयो, हेर्न पनि वाक्कै लाग्छ, ढिक्कै लाग्छ, वाक्कै प्याक्कै ह्या छ्या छ्या। हाम्रो भान्जी लगाइदिएको नेल पलिस कति देखियो। हाम्री भान्जीज्यू कस्तो फोकस नभएको के माया। फोकस आओ 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 आओ। वाउ, ए बस मरिलाने केही छैन के। ओह गाइस, यो म हो, यो पोखरी हो, त्यो बाटो माथि जान्छ, म यो बाटो जाने हो। अनि म चाहिँ थाकेको छुइनँ। उ त्यहाँ पल्तुरी पिङ पनि छ गाइज। अब भान्जीलाई सँगै जाउँ, खेल्नुहुन्छ भनेको थिएँ मैले। हो तिपिङ, यो क्या पेरीमा ठास्ने हो यो पिङ। यहाँ चाहिँ त्यो खरको पिङ पनि राखेको रहेछ। म पनि 1-2 सर्को त खेलेरै जान्छु हौ। लु, मायालाई चाहिँ सम्झना छाड्नु भएन हेर्नु। म चाहिँ अब लागेको।